हेलो साथीहरू, वेलकम टु ब्याक। एकदमै लामो समयपछि भन्नुपर्छ तपाईँलाई भिडियोमा स्वागत छ। आज चाहिँ मैले एउटा थारू फुडल्यान्ड भन्ने ठाउँमा चाहिँ घुम्न जाँदैछु आफ्नो म्याडम र आफ्नो बाबुलाई लिएर। अब अलि लामो समयपछि भिडियो हाल्न पाएको छु। बिचमा अलिकता व्यस्तता भयो, भिडियोलाई कन्टिन्यू गर्न सकिनँ। यसपछि कन्टिन्यू गर्ने प्रयास रहनेछ। आज चाहिँ अब यसो फुर्सदको टाइममा टक्क लाएर एउटा थारू रिसोर्ट भन्ने छ हाम्रो यता झबैमा। त्यहाँ चाहिँ म जाँदैछु। त्यसमा चाहिँ एकदमै रमाइलो दृश्यहरू पनि छ। त्यहाँतिर चाहिँ थारूका परिकारहरू पनि एकदमै पाइने गर्दछ। त्यो ठाउँमा म चाहिँ जानेछु र त्यहाँ के कस्तो छ त्यहाँको दृश्य अनि त्यहाँको परिकारहरू तपाईँहरूलाई देखाउनेछु। भिडियो अन्तिमसम्म हेर्नु होला है। ल साथीहरू, सुरुमा चाहिँ हामी पुगिसक्यौँ है त, थारू फुडल्यान्ड्स रिसोर्टमा पुगिसक्यौँ। अब चाहिँ सुरुमा हामीले चाहिँ टक्क यहाँको दृश्यहरूमा यसो फोटो सेसनहरू गऱ्यौँ। एकदमै रमाइलो दृश्य छ, हरियाली फुलबारी पनि छ। त्यसपछि हामीले चाहिँ खानाको परिकार अर्डर गऱ्यौँ। एकदमै मिठो तरिकाको यसमा ढिग्री पाइयो। ढिग्रीको स्वाद पनि एकदमै मजाको थियो। त्यसपछि अलिकता गर्मी पनि महसुस भएको थियो र यसो कोल्ड ड्रिङ्कहरू मगाइयो, जुसहरू मगाइयो। त्यसपछि हामीले चाहिँ ढिग्रीको स्वाद आनन्दको साथमा लियौँ र तपाईँहरू पनि आउनुहोला, एकदमै रमाइलो छ। अनि त्यस पछाडि हामीले चाहिँ ढिग्रीसँग खानको लागि अलिकता चिकन पनि मागेका थियौँ। यहाँको अब यसो रोस्ट प्लस चिकन चिल्ली टाइपले हामीले चाहिँ अर्डर गऱ्यौँ र तपाईँलाई जस्तो आवश्यक हुन्छ त्यो टाइपको चाहिँ परिकारहरू यहाँ बन्ने रहेछ। अनि तपाईँले थारूको परिकार मध्येको एकदमै चर्चित परिकार भनौँ घोङ्गी पनि यहाँ पाइँदो रहेछ। अनि त्यस पछाडि झिँगे माछा, गङ्गटाहरू र थुप्रै परिकारका मेनुमा पनि थुप्रै परिकारको अर्डरहरू तपाईँले गर्न सक्नुहुन्छ। हामीले चाहिँ यहाँनिर अब ढिग्री खायौँ, अलिकता यो तास जस्तो र यो चिकन चिल्ली अर्डर गऱ्यौँ र खायौँ। अनि एकदमै रमाइलो भयो। तपाईँको पनि मौका मिलेछ भने टक्क आउनुहोला, जानुहोला। एकदमै रमाइलो छ ठाउँ, हेर्न लायक, माइन्ड फ्रेस गर्न सक्नुहुन्छ। तपाईँको केही थकान त्यहाँ गएर मेट्न पनि सक्नुहुन्छ। एकदमै रमाइलो छ। अनि हामीले चाहिँ फ्यामिली साथमा गएर रमाइलो गऱ्यौँ भनौँ, त्यहाँको परिकारको स्वाद पनि लियौँ। तपाईँले पनि जान सक्नुहुन्छ। थारू फुडल्यान्ड जोशीपुर 4 झबैमा रहेको छ। तपाईँले त्यहाँ जानुभयो भने एकदमै जोशीपुर, टिकापुरदेखि जोशीपुर जाने बाटोमा रहेको छ, त्यहाँ देख्नै सक्नुहुनेछ। हामीले आफ्नो खानपिन नास्ता गरिसके पछाडि टक्क लाएर यहाँ एउटा झुलङ्गा जस्तो थियो, त्यसमा फोटो सेसन गऱ्यौँ। सानो सानो भिडियो क्लिपहरू पनि बनायौँ। अनि झुलुङ्गामा एकदमै रमाइलो पनि भयो भनौँ। अब टक्क यहाँ बाबु र म्याडमको चाहिँ मैले भिडियो खिचिरहेको छु। त्यस्तै त्यस पछाडि गएर यता अन्य दृश्यहरू पनि छन्, त्यहाँनिर हामीले फोटो सेसन गऱ्यौँ। तपाईँ देख्न सक्नुहुन्छ, एकदमै रमाइलो छ यो दृश्य। थारू फुडल्यान्ड रिसोर्ट जोशीपुर 4 झबई यहाँ लेखेको पनि देख्न सक्नुहुन्छ यो ठाउँमा। अब हामी चाहिँ यहाँ फोटो सेसन प्लस भिडियो गरिसकेका छौँ। अब यो चाहिँ नास्ता खाइसके पछाडिको हाम्रो घर फर्किने बेलामा सानो फोटो सेसन यसरी चलिरहेको थियो। अनि टक्क लाएर तपाईँ देख्न सक्नुहुन्छ। आजको समय एकदमै रमाइलो भयो भन्नुपर्छ। अब यसरी चाहिँ सधैँ घुम्न पनि पाइँदैन र समय मिलेको बेलामा घुम्नुपर्छ भन्ने चाहिँ मेरो सोच रहेकोले आज चाहिँ म यता थारू फुडल्यान्ड रिसोर्टमा आएको थिएँ। तपाईँ देख्न सक्नुहुन्छ हाम्रो यो चाहिँ फोटो सेसन चलिरहेको बेलाको दृश्य थियो। फाइनल्ली साथीहरू, हामीले चाहिँ अब थारू फुडल्यान्ड रिसोर्टमा आएर यहाँको स्वादहरू, परिकार, टेस्टहरू लिइसके पछाडि अनि यहाँको ठाउँमा रमाइलो दृश्यहरूमा फोटो सेसन प्लस भिडियो क्लिप्सहरू लिइसके पछाडि अब चाहिँ हामीले यहाँको फोटो सेसन पनि सक्यौँ भन्नुपर्छ। पुनः पनि तपाईँहरूलाई जानकारी दिन चाहन्छु, थारू फुडल्यान्ड रिसोर्ट जोशीपुर 4 झबई कैलालीमा अवस्थित रहेको छ। मौका मिलेछ भने तपाईँले पनि एकपटक यहाँ भिजिट गर्नुहोला।
अनि र यहाँको स्वादहरू, यहाँको परिकारको स्वाद अवश्य पनि लिनुहोला भन्दै अब भने हाम्रो गन्तव्य घरतिरको रहनेछ। फाइनल्ली साथीहरू, मैले आजको थारू फुडल्यान्डमा भएको घुमफिरको फोटोहरू, दृश्यहरू तपाईँहरूको माझमा राखि नै सकेँ। तपाईँलाई आजको भिडियो के कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्न भने नभुल्नुहोला। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। अर्को भिडियोमा तपाईँहरूको माझमा पुनः उपस्थित हुने नै छु। यो भिडियोबाट छुटिन्छु। हस्त नमस्ते।